कोरिया कोरिया नयाँ घर बनाउँछु कोरिया नजिकै। अनि त्यहाँ कति धेरै सामान ल्याउँछु अनि चक्लेटहरू प्याक गरेर ल्याउँछु। अनि धेरै चक्लेट ल्याउँछु त्यहाँ प्याक गरेर राख्छु। अनि सानो बाबु जन्म हुनुपर्छ। अनि त्यही आयो भने आउँछ। अनि हाम्रो घर कहाँ हो भनौँ, त्यो घर पुरानो भयो भने अर्को घर, एउटा लामो घर। अनि एउटा त्यो मलाई त्यो घरमा बस्न नदिएपछि म के गर्ने त? आज बस्न दिन्छु। बेबी चक्लेट चाहिँ मैले दिन्छु हस्। ओके हजुर 3 प्याकेटको चक्लेट लिन्छ अनि 4 प्याकेटको यतिवटा प्याकेटको चक्लेट दिन्छु, यतिवटा प्याकेटको। अनि म यति धेरै चक्लेट हजुर लुकाएर राख्यो भने मलाई नदियो भने हजुरलाई के चाहियो, हजुर यहाँबाट जानुहोस् भन्यो भने चाहिँ के गर्ने मैले? अनि मलाई थाहा भएन। अनि मामु हजुरलाई के चाहियो भन्यो भने चक्लेट भन्छु। अनि म हजुरलाई दिइहाल्छु। प्याकेट कति प्याकेट भनौँ? 1 2 3 4वटा प्याकेट दिन्छु हजुरलाई। ओके अझै सक्यो भने यति 1 दिन्छु, 2 दिन्छु, 3 1 दिन्छु, 2 दिन्छु, 3 दिन्छु, 4 दिन्छु, 5 दिन्छु। ओके हस्। अनि मसँग के छ भने अनि त्यो घर फुट्यो भने त किनिदिन्छु। कसरी? म लुकेर जान्छु हजुरलाई साडी किन्न। म आफ्नो बुढीलाई मामुलाई साडी किन्न गएको होइन भनिदिन्छु त्यस्तै। अनि त्यहाँबाट भागेर जान्छु हजुरलाई साडी किन्न। अनि चक्लेट दिन्छु, चक्लेट किन्न जान्छु, साडी चक्लेट किन्न जान्छु हस्। अनि त्यो घरबाट हामी दुईटा त्यहाँबाट निक्लियौँ, भागौँ है। अनि मलाई चाहिँ त्यहाँबाट चिया पकाएर ल्याउँछ। अनि हजुरलाई फेरि नआउँदिएपछि मसँग अनि म लुकेर गइहाल्छु त। जानु पर्दैन हजुर भनेर हजुरलाई नआउँदिएपछि म ठाउँ अनि म के गर्ने? त्यही त के गर्ने? मलाई नजानिदिएपछि तिमीलाई म ठाउँ नआउन दिएपछि हजुर के गर्छिन्छ? हाम्रो घर कोरिया भनौँ। अनि बलिया पहिले धेरै दिन एकचोटि बसेर आइहाल्छु त्यहाँबाट। मामु म कस्तो देखिरहेको छु? वाउ ब्युटी अरे ह्यान्डसम। अनि आँखामा कस्तो छ हेर्छ त? आँखाको यसमा दामी छ। कति ह्यान्डसम हो कि तनुस् त। अनि त्यो घरबाट ठुलो भयो भने म यहीँ बस्छु नि। अनि घर कहाँ छ त? यहीँ बसौँ। यता अनि अरू अरू ओछ्यानहरू किन, अनि साडीहरू धेरै साडी किन। कसलाई? हजुरलाई। अरू के किन्दैन मलाई? अरू थाहा पाएन। अनि झुम्काहरू। झुम्का पनि? अनि अरू? एउटा टप। ओके। अनि एउटा ब्याग। वाउ ओके। अनि एउटा प्रिन्सेसको लुगा। प्रिन्सेसको? वाउ थ्याङ्क यू बाबु। थ्याङ्क यू। प्रिन्सेसको पछि यति एउटा लामो बर्फ जस्तो सुपर गर्लको लुगा। ओके।
अनि त्यसले उड्ने होला सुपर गर्लको लुगा अनि थ्याङ्क यू बेबी अनि एउटा Thank you. गर्ल्स होला रकेट